मजाले लास्टलाई केही नहोस् है मजाले लग लास्टलाई केही नहोस् राम्रोसँग हाल। लगे मान्छेले एउटा बेवारिसी मान्छेको लास लगे। मलाई थाहा छ अब यिनीहरूले ब्रह्माजीको सिर्जनालाई मसान घाटमा लगेर पोल्नेछन्, खरानी बनाउनेछन्, त्यसपछि पत्रिकामा छापिनेछ। ल आयो आजको खबर। राजधानीको मुटुमा एउटा अज्ञात युवाको लास भेटियो। ल आयो आजको ताजा खबर। ताजा खबर? अरे त्यो लास त हिजोदेखि यही सडकको पेटीमा थियो। त्यही बासी लासको खबर छाप्ने तिम्रो अखबार कसरी ताजा हुन्छ? चुप लाग्नुहोस्। ल आयो आजको बासी खबर। ए रिसाएको भाइ, पर्ख न, चुरोट खान्छौ? खान्न, ठुटो चुरोटमा बढी निकोटिन हुन्छ। ठुटो चुरोटमा बढ्ता निकोटिन हुन्छ, अनि सिङ्गो चुरोटमा चाहिँ के हुन्छ नि? प्रोटिन हुन्छ। मलाई आफ्नो काम गर्न दिनुस्। कसले रोकेको छ र? हेर, काम गर्ने मान्छेले जुनसुकै वातावरणमा पनि काम गरेर छोड्छ। भो यस विषयमा कुरै नगरौँ। के लेख्या छ पत्रिकामा? त्यो केटाको आफन्त भेटियो? थाहा छैन। अर्थात् अब त्यो केटाको लासमाथि पनि राजनीति चल्छ होला। एउटा पार्टीले भन्ला त्यो फलानु पार्टीको निन्दनीय कार्य हो, अर्को पार्टीले थप्ला होइन यो त ढिस्काना पार्टीको घिनलाग्दो षड्यन्त्र हो। यसै विषयलाई लिएर नारा, जुलुस, बन्द, हडताल हुन्छ। सत्तामा पुग्ने र सरकार परिवर्तन गर्ने खेल हुन थाल्छ। मर्ने मरिसके, अब यही विषयमा हजारौँ मारिन्छन्। सर्वसाधारण जनताले शास्ति भोग्नुपर्छ। दैनिक ज्यालादारी गरी भोगे बस्नुपर्ने हुन्छ। यस घटनाले गर्दा पार्टीहरू चलायमान हुन्छन्, विद्यालय विश्वविद्यालय बन्द हुन्छन्, कल कारखानामा काम बन्द हुन्छ। लासमाथि राजनीति। छि। तपाईँले उसको अनुहार देख्नु भएको थियो? देखेको थिएँ। व्यस्तताका कारणले यो सडकमा हिँड्ने मान्छेहरूका हजारौँ आँखाहरूले देखे पनि नदेखे जै गरेर हिँडे। अघि नै एम्बुलेन्सले लानुभन्दा अगाडिसम्म पनि म उसलाई हेर्दै थिएँ। त्यो केटाको अनुहार एकदमै विक्षिप्त थियो। सायद त्यसको आफन्तले भेट्टाए पनि चिन्दैनन् होला। अब त चिनेर पनि फाइदा छैन। किन? यतिखेर त ऊ सरकारी निशुल्क दौरासँगै खरानी भइसक्यो होला। बिचरो युवा नै थियो। बाँचेको भए राष्ट्र र आफ्ना लागि केही गर्न सक्थ्यो। तर खत्तम, एउटा जीवनको अध्याय नै समाप्त भयो। इतिहासमा अब उसको नाम पनि लेखिँदैन होला। ल आयो ताजा खबर। सुन्नुहोस् त, अघि बिहान एउटा युवाको लास भेटेको ठाउँ यही हो? हो। किन? लास कस्तो थियो? जस्तो हुनुपर्ने हो त्यस्तै थियो। लास कस्तो हुन्छ? अचेत, हिउँ जस्तो चिसो, धड्कनविहीन, श्वासविहीन। हमारा मतलब उसले कस्तो पोसाक लगाइलिएको थियो? उसले हिजो आजका युवाहरूले लगाउने खालको प्यान्ट सर्ट लगाएको थियो। प्यान्ट सर्ट? प्यान्ट कालो थियो अनि सर्ट सेतो थियो हो? मैले प्यान्टको त ख्याल गरिनँ, तर सर्ट चाहिँ सेतै थियो। सेतो सर्ट? त्यसो भए त पक्कै मेरो छोरो हुनुपर्छ। होइन, सेतो सर्ट त मेरो छोरा रामदयाल पनि लगाइलिएको थियो। त्यो पक्कै मेरो छोरा हुनुपर्छ। यो क्या गरिदिया रामदयाल बेटे? त्यसको नाक नेरी कालो कोटी पनि थियो? थाहा छैन, अनुहार एकदमै विक्षिप्त थियो। त्यो पक्कै मेरो नरेन्द्र हुनुपर्छ। त्यो 2 दिन भयो घर छोडेको, आज संसार छोडेर गयो। नरेन्द्र मेरो छोरो, बाबु मेरो नरेन्द्र मेरो छोरो। नै, वो आफ्नो छोरा रामदयाल नै हो। होइन, के हो तमासा हो? मैले त केही बुझिनँ। अब बुझ्न नि के बाँकी रह्यो? आमा चाहिँ त भन्थे छोराले लागु पदार्थ खाएर हिँड्छ भनेर, तर के गर्नु, कामको बेफुर्सदीले त्यतातिर ध्यान नै पाइन। सुरुमा त आफ्नो छोराले यस्तोसम्म गर्न सक्छ भन्ने पत्यार पनि लागेन। आज आएर नरेन्द्र मेरो छोरा। अरे ओ रामदयाल, तू बाप से रूठ कर कहाँ चल दिया रे बेटे? यो बुट्टा नुन्छे छ गनौना। नुच्छे? हाम्रो नुन्छे यही मरेको हो। को नुच्छे? यो पत्रिकामा लेखेको मान्छे।
ए त्यसो भए त्यो तिम्रो छोरो पो हिजोदेखि यही सडकको फुटपाथमा मरेर सडिरहँदा उसका आफन्त भन्नेहरू कोही आएनन्, तर आज यो त गजबै बोबा। बहन वा तिम्रो छोरा होइन, हाम्रो रामदयाल हो। होइन, त्यो मेरो नरेन्द्र हो। मखु मखु त्यो हाम्रो नुन्छे हुनुपर्छ। ऊ पनि घरमा नआएको 2 दिन भइसक्यो। यो नुन्छे दनकावा। सुन्नुहोस् त, यहाँ हाम्रो लाक्पा मरेको देख्यो? फेरि अर्को आफन्तको आगमन भयो। वाह, दुनियाँमा केवल 2टै मान्छे राम्रो हुँदा रहेछन्, एउटा मरेको मान्छे अनि अर्को जन्मिँदै नजन्मेको मान्छे। अघिसम्म मैले त्यो मर्ने केटालाई अभागी हुन सक्छ भन्ने सोचेको थिएँ, तर त्यो गलत साबित भयो। अहिले जसका 3 जना त बाउ नै निस्किसके, एउटी सिङ्गे आमा त प्रकट भइसकिन्। के थाहा दिनभरिमा अझै कति बाउ आमाहरू आउने हुन्। ओह, तिमीले हाम्रो लाक्पा मरेको देख्यो? मरेको त देखे, तर त्यो केटो तिम्रो लाक्पा हो कि ऊ त्यो दिदीको नुच्छे हो कि अथवा ऊ ती दाईहरूको रामदयाल र नरेन्द्र मध्ये को हो, मैले चाहिँ छुट्याउनै सकिनँ। त्यसको हातमा इन्जेक्सन जस्तो वस्तु थियो, देख्यो? हिजो राति मर्नुभन्दा अगाडि उसको हातमा इन्जेक्सन लगाउने सुई देखेको थिएँ। हो, ऊ इन्जेक्सन लगाउँदै थियो, तर अचम्म एकछिनपछि ऊ कालो निलो भएर त्यही पेटीमा डङ्ग्रङ्गै ढल्यो। हो, त्यो पक्का पनि मेरो लाक्पा नै हो। मैले त त्यसलाई त्यस्तो खराब चिज नखा भनेको थियो। ट्रेकिङमा विदेशीले सिकाएका कुरा राम्रो हुन्छ भनेर मेरो कुरा मानेन। आज खतम भयो मेरो लाक्पा। लु, अब मैचेङलाई कसरी मुख देखाउने? मैले आउने लोसारमा छोरालाई सँगै लिएर आउँछु भनेको थियो। लु, के गर्ने? मेरो लाक्पा मार्यो, मेरो लाक्पा मार्यो। हा, तमासा, घोर तमासा। सायद कलियुगको चरम बिन्दु हो यो। जिउँदो हुँदा कसैले आफ्नो छोराको ख्याल आएन, छोरो कुन कारणले दुर्व्यसनी बन्यो सोच्ने फुर्सद नै भएन, आज मर्यो। 2 थोपा प्रकृतिले दिएको फोकटको आँसु बगाउन जम्मा भए सब। छी। अपना रामदयाल, मेरो नरेन्द्र, यो नुन्छे। लाक्पा खेरङ खावादु, तिमी कता छौ छोरा? तपाईँहरू किन मौन बस्नु भएको? आउनुहोस्, बुझ्नुहोस्। त्यो अघि मर्ने केटो रामदयाल, नुच्छे, लाक्पा वा नरेन्द्र नभएर तपाईँको आफ्नै छोरा पनि हुनसक्छ। आउनुहोस्, कतै तपाईँहरूको छोरो यो पेटी, गल्ली र चोकमा लागु पदार्थ खाएर मरेको त छैन? बुझ्नुहोस्, आउनुहोस्। होइन, मलाई पक्का विश्वास भयो त्यो मेरो छोरा रामदयाल नै हो। होइन, नरेन्द्र हो। मखु मखु होइन, वो नुन्छे नै हो। कुलचुसुम, त्यो मेरो लाक्पा नै हो। चुप लाग्नुहोस् तपाईँहरू। त्यो अरू कसैको छोरो होइन, मेरो छोरा कुमार हो। मैले यही बुढो हातले मेरो सारा भविष्यको लट्ठी कुमारलाई दागबत्ती दिएर आउँदैछु। कुमार मेरो छोरा, मैले कस्तो कस्तो मिठो सपना साँचेर राखेको थिएँ, अब सब मिथ्या भयो। तिम्रो चिताको दाउरा जस्तै मेरो सपना खरानी भयो, सब खरानी भयो। क्या कहा? उसो भए त त्यो मेरो नरेन्द्र होइन? म त हाम्रो छोरा नुन्छे होला भनेर कस्तो डराएको। ए, त्यस्तो भए त्यो हाम्रो लाक्पा होइन अघि तसिडले रिम्पोचे तसिडले। काका नरुनुहोस् यसरी। अब कुमार फर्केर आउँदैन। मैले त्यसलाई धेरै पटक नखा भने, त्यस्तो कुरा खाने साथीहरूसँग नहिँड भने, त्यसले मेरो कुरा सुन्दै सुनेन। उल्टै मलाई नै तैँले जिन्दगी केही बुझेको छैनस् भनेर भन्थ्यो। कति पटक त मैले उसलाई रोक्न खोजेँ, मलाई नै उल्टै घिचाउन खोज्थ्यो। अब सब सकियो, तर हामी छौ काका, हामी पनि तपाईँका छोरा नै हौ। पर्खनुस्,
जानुभन्दा पहिले अरूको आँसुको मूल्य पनि बुझेर जानुस्। तपाईँ आफ्नो आपतमा विचलित हुनुहुन्छ तर अरूको आपतमा हाँस्नुहुन्छ। एउटा चेतनशील मान्छे भएर पनि तपाईँभित्र खै अपनत्वको भावना। अरूलाई खाने बाघले तपाईँलाई पनि खान सक्छ, अरूलाई पर्ने समस्या तपाईँलाई पनि पर्न सक्छ। देश नबने हामी कोही बन्दैनौँ। यो देश कुनै एक व्यक्तिको मात्र होइन, सबैको देश हो। तपाईँ हामी सबैको देश हो। त्यसैले एक अर्काको सुख दुःख साटफेर गरी मिलेर बाँचौँ, मिलेरै समस्यासँग लडौँ। होइन भने भोलि यही पेटीमा तपाईँको नुच्छे, तपाईँको रामदयाल, तपाईँको नरेन्द्र अनि तपाईँको लाक्पा भेटिनेछन्। समय अझै बितिसकेको छैन। यो दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यक्तिले मात्र सक्दैन। यो अभियान असल छोराछोरीको अनि कर्तव्यनिष्ठ अभिभावकहरूको सामूहिक अभियान हो। यो अभियान एक सचेत नागरिकको हो। यो अभियान तपाईँ र हाम्रो हो। त्यसैले यो काम सबै मिलेर गरौँ, मिलेर गरौँ। ठिक भन्नुभयो बाबा। सन्तानको सुख र शिक्षाका लागि भन्दै म रात दिन खटिएँ, तर मैले मेरो छोरालाई समय दिइनँ। उससँग बसेर उसको पढाइका बारेमा कुरा गरिनँ। उसका साथी को छन् भनेर कहिल्यै सोधखोज गरिनँ। ऊ कहाँ गयो, के गर्यो, के खायो भनेर ख्याल गरिनँ। म त खालि मेरो व्यवसाय, बैठक आदि भन्दै दौडधुप गरिरहेँ। उसले मागे जति पैसा दिइरहेँ, तर ऊ त धेरै पहिलेदेखि दुर्व्यसनको शिकार भइसकेको रहेछ र आज मैले यो दिन भोग्नु पर्यो। तपाईँहरू सबैलाई मेरो बिन्ती छ, अहिले खोज्नुहोस्, आफ्ना छोराहरू र उपचार गर्नुहोस्। आवश्यक परे सुधार गृहमा लगेर राख्नुहोस्, तर ढिला नगर्नुहोस्, नत्र सब थोक बर्बाद हुन्छ। मेरो छोरा कुमार, मेरो छोरा कुमार। लौ आयो आजको ताजा खबर। होइन भाइ, जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर उदाउँछौ, हाम्रो युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछौ, अनि मात्र तिम्रो पत्रिकाको खबर ताजा र स्वच्छ हुन्छ। होइन भने होइन भने होइन भने तिम्रो खबर बासी नै हुन्छ।